गाउँसभाको 19औं अधिवेशनमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्षको तर्फबाट म आर्थिक वर्ष 2083 र 84 को बजेट वक्तव्य भन्न गइरहेको छु। गाउँसभाका आदरणीय अध्यक्षज्यू, सभाका सदस्यहरू, सभाका सचिवज्यू, उपस्थित कर्मचारीज्यू, सुरक्षाकर्मी, राष्ट्रिय हित, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सहर्ष सङ्घर्ष, जेएनजी आन्दोलन, त्याग, बलिदान र विभिन्न जनजीविकाका आन्दोलनहरूको गौरवपूर्ण इतिहासलाई स्मरण एवं बेपत्ता र पीडित नागरिकहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई संवैधानिक रूपमा सार्वभौम अधिकारको प्रत्याभूति गरेको छ। सीमित स्रोत साधनको व्यवस्था गर्दै जनताका विकासका अपेक्षाहरू सम्बोधन गरी सामाजिक न्यायप्रति गर्नुपर्ने चुनौती गाउँपालिकामा रहेको छ। नेपालको संविधान 16औं योजनाको लक्ष्य तथा उद्देश्य, दिगो विकासका लक्ष्य, स्थानीय सरकार सञ्चालन ऐन तथा गाउँपालिकाको आवश्यकता समेतलाई मध्यनजर गर्दै समयमा प्राप्त महत्त्वपूर्ण सुझाव सल्लाह दिई बजेटलाई पूर्णता दिन अमूल्य सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, राष्ट्र सेवा कर्मचारीहरू, बुद्धिजीवीहरू, पत्रकार, नागरिक समाज, श्रमिक वर्ग, राजनीतिक दलका प्रतिनिधि, गैर सरकारी सङ्घ संस्थाहरू तथा अन्य सरकारवाला प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत सकारात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्न अपिल समेत गर्दछु। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमा गर्दा मैले मूलतः नेपालको संविधान र प्रचलित कानुनहरू, सिम्ता गाउँपालिकाको आवधिक योजना, क्षेत्रगत गुरु योजना, विनियोजन विधेयक 2083, समानुपातिक समावेशी सिद्धान्त तथा गाउँ कार्यपालिकाका नियमहरूलाई मुख्य आधार बनाएको छु। 2. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु। कार्यान्वयन योग्यता, विकासको आवश्यकता, नागरिकका अपेक्षा र विज्ञहरूको सुझावलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रका सरकारवाला र बौद्धिक जगतबाट प्राप्त हुन आएका महत्त्वपूर्ण सुझावहरूलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिएको छु। 3. मानव विकास सूचकाङ्क, भौतिक पूर्वाधार, आर्थिक गतिविधि, रोजगारी अवसर, पहुँच र स्रोतबाट पछि परेको कर्णाली प्रदेशको सिम्ता गाउँपालिका विकासमा उत्प्रेरकको भूमिका खेल्ने विश्वास लिएको छु। 4. दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि समपूरक तथा परिपूरक भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोध गरी दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न प्रयत्न गरेको छु। साथै नेपालको राष्ट्रिय आकांक्षा समृद्ध नेपाल, सुखी नेपालीलाई आत्मसात गर्दै समृद्ध सिम्ता, सुखी सिम्तालीका रूपमा स्थानीयकरण गर्न जोड दिँदै सिम्ताली जनताको समृद्धि र सुखको लागि विशेष जोड दिई कार्यक्रम तय गरेको छु। 5. सिम्ता गाउँपालिकाको आन्तरिक स्रोत नेपाल सरकार, कर्णाली प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजस्व बाँडफाँड र साझेदार संस्थाहरूबाट प्राप्त सहलगानीलाई मूल स्रोत मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु। आदरणीय सभाका सदस्यज्यूहरू, उपलब्ध स्रोत र साधनको न्यायोचित वितरण तथा दिगो र समावेशी विकास मार्फत आर्थिक सामाजिक असमानताको अन्त्य गर्दै समाजवाद उन्मुख आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सङ्घ तथा प्रदेशको सिद्धान्तमा एकबद्धता रहने गरी आगामी आर्थिक वर्ष 2083-84 को बजेटका उद्देश्य तथा प्राथमिकता निर्धारण गरिएको छ। बजेटका उद्देश्यहरू: उपलब्ध साधन स्रोत र क्षमताको समुचित उपयोग मार्फत समृद्ध सिम्ता, सुखी सिम्ताली सर्वाङ्गीण विकासलाई निरन्तरता दिने।
लोकतन्त्रका लाभहरूको समानुपातिक समावेशी र न्यायोचित वितरण गर्दै लोक कल्याणकारी भूमिकालाई प्रभावकारी बनाउँदै लैजाने, सामाजिक आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने, स्थानीय नेतृत्वको विकास र सेवा प्रवाहमा सरल सहज र समावेशी पहुँच सुनिश्चित गर्ने, स्थानीय तहमा विधायिकी कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने, पूर्वाधार तथा आर्थिक विकास गरी समृद्ध गाउँपालिका निर्माण गर्ने, स्वास्थ्य सेवालाई सहज र गुणस्तरीय बनाउने, शैक्षिक क्षेत्रको गुणस्तरलाई अभिवृद्धि गर्ने, कृषिको विकासको लागि रणनीति योजनाका साथ कार्य गर्ने, गाउँपालिकाको प्रशासकीय पद्धतिमा सुधार गरी आम नागरिकलाई सुशासनको अनुभूति गराउने। 7. आगामी आर्थिक वर्षको बजेटका उद्देश्यहरू हासिल गर्न देखाएका क्षेत्रगत र कर्मगत प्राथमिकता निर्धारण गरेको छु। क. गाउँपालिकाका प्राथमिकताका योजनाहरूको निरन्तरता। ख. अधुरा योजनाहरूको कार्यान्वयन। ग. कृषि, पर्यटक, उद्योग तथा वाणिज्य सहकारी वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास। घ. शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवर्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण। ङ. नागरिकहरूको स्वास्थ्य सुरक्षाको प्रत्याभूतिको लागि औषधि उपकरण लगायत स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्वास्थ्य जनशक्तिको क्षमता विकास। च. विभिन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन। छ. वन संरक्षण, वातावरण व्यवस्थापन तथा विपदमा राहत, उद्धार र प्रतिकार्य। ज. विकास साझेदार संस्थाहरूसँग सहकार्य। झ. सुशासन तथा संस्थागत क्षमता विकास आदि। सभाका अध्यक्ष महोदय, सभाका सदस्यहरू, म अब चालु आर्थिक वर्ष 2082-83 को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्दछु। 8. आर्थिक वर्ष 2082-83 का लागि सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान बापत अनुमानित रु 43 करोड 32,40,000 मा 38 करोड 47,53,050 रुपैयाँ राजस्व बाँडफाँडबाट रु 11 करोड 29,97,661 सशक्त अनुदान चालुतर्फ 10 करोड 61 लाख सशक्त अनुदान पुँजीगत 3 करोड 43 लाखमा 2 करोड 32,94,000 विशेष अनुदान 1 करोड प्राप्त भएको थियो भने समपूरक अनुदान 70 लाख र प्रदेश सरकारबाट विनियोजित समानीकरण अनुदान अनुमानित 3 करोड 74,58,000 मा 3 करोड 67,96,000 सशक्त अनुदान चालु 21,36,000 सशक्त पुँजीगत 2 करोड 20 लाखमा 2 करोड 13,38,000 तथा समपूरक अनुदान 1 करोड 29,90,000 राजस्व फाँडको सवारी साधन कर प्रदेशबाट प्राप्त हुने अनुमानित 21,75,000 26,33,000 प्राप्त भएको गाउँपालिकाको अनुमानित आन्तरिक राजस्व 72 बिक्रीबाट प्राप्त हुने आय 25,50,000 मा 18,13,000 र आन्तरिक राजस्वमा 73,50,000 अनुमान गरिएकोमा 49,88,000 प्राप्त भएको गत वर्षको बाँकी मौजात अनुमानित जम्मा 3 करोड 92,71,000 रुपैयाँ विनियोजन गरिएको थियो। आर्थिक वर्ष 2082-83 को आय र व्ययको यथार्थ विवरण। आर्थिक वर्ष 2082-83 को आय व्ययको संशोधित अनुमान तथा खर्चको विवरण र आर्थिक वर्ष 2083-84 को अनुमानित आय व्ययको विवरण अनुसूचीहरूमा उल्लेख गरेको छु। सभा अध्यक्ष महोदय, अब म क्षेत्रगत रूपमा आगामी वर्ष 2083-84 को आय विवरण प्रस्तुत गर्दछु। आर्थिक वर्ष 2083-84 का लागि सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान बापतबाट प्राप्त हुने अनुमानित रु 10 करोड 72 लाख राजस्व बाँडफाँडको शीर्षकबाट 11 करोड 24,04,000 सशक्त अनुदान चालुतर्फ 29 करोड 17 लाख सशस्त्र अनुदान पुँजीगतबाट
लाख समपूरक अनुदान 22 लाख गरी सङ्घीय सरकारबाट रु 51 करोड 66 लाख 4,000 रुपैयाँ प्राप्त भएको अनुमान छ। प्रदेश सरकारबाट विनियोजित सामान्यीकरण अनुदान 1 करोड 39 लाख 86,000 सशस्त्र, चालु अनुदान 33 लाख 12,000, सशस्त्र अनुदान पुँजीगत 2 करोड 35 लाख, विशेष अनुदान 50 लाख तथा समपूरक अनुदान 52 लाख 50, राजस्व बाँडफाँड 20 लाख 87, 78,000 गरी जम्मा रु 5 करोड 31 लाख 26,000 रुपैयाँ प्राप्त हुने अनुमान गरिएको थियो। गाउँपालिकाको अनुमानित आन्तरिक राजस्व 85 लाख र गत वर्षको बाँकी मौजात अनुमानित 2 करोड 82 लाख गरी जम्मा रु 60 करोड 64 लाख 30,000 रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छु। यसबाहेक विभिन्न विकास साझेदार दात्री निकायहरूबाट हेल्प ट्रान्स नेपाल खानेपानी तथा सरसफाइ जलवायु परिवर्तन लगायतको क्षेत्रमा भएको सहलगानीमा चालु आर्थिक वर्षमा प्राप्त बजेट अनुसार नै आगामी आर्थिक वर्ष 2083-84 को लागि आय अनुमानको अपेक्षा गरिएको छ। आदरणीय अध्यक्ष महोदय, अब म आगामी आर्थिक वर्ष 2083-84 को बजेट तथा क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्न चाहन्छु। आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलताको विकास गरी समृद्ध क्षमता सुखी छिन्तालीको दीर्घकालीन सोच कार्यान्वयन गर्न आगामी वर्षको बजेट केन्द्रित हुनेछ। गरिबी, रोजगारी न्यून, उत्पादन र उत्पादकत्व कमजोर र अपर्याप्त पूर्वाधार, परनिर्भरता र पछौटेपन जस्ता दुष्चक्रलाई दिगो रूपमा तोड्न सघाउ पुग्ने गरी बजेट तथा कार्यक्रमहरू निर्माण गर्ने प्रयास गरेको छु। सङ्घीय सरकार, प्रदेश सरकार र साझेदारी दात्री निकाय तथा निजी क्षेत्र समेतको सहयोग र सहभागितामा क्षमताको आर्थिक क्रियाकलाप तथा व्यावसायिक गतिविधिहरूमा विस्तार गरी गाउँपालिकाको अर्थतन्त्रलाई चलायमान गराए समग्र विकास र समृद्धिमा टेवा पुर्याउने अवधारणाबाट बजेट निर्माण गरेको छु। सर्वप्रथम त हामीलाई आगामी आर्थिक वर्ष 2083-84 का लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएका समपूरक विशेष तथा अनुदानका केही प्राथमिकताका योजनाहरू देखाए अनुसार रहेका जानकारी गराउन चाहन्छु। क 2 नम्बर वडा कार्यालय भवन निर्माण, ख 6 नम्बर वडा कार्यालय भवन निर्माण, ग सीमित आधारभूत अवस्था सुदृढीकरण कार्यक्रम। आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट चालुतर्फ रु 44 करोड 41 लाख 16,000 र पुँजीगत तर्फ 16 करोड 23 लाख 14,000 गरी जम्मा बजेट रु 60 करोड 64 लाख 30,000 रुपैयाँको हुनेछ। उक्त बजेटलाई तपसिल अनुसार हुने गरी विनियोजन गरेको छु। तपसिल: सङ्घीय सशस्त्र रकम रु 29 करोड 17 लाख, समपूरक अनुदान 22 लाख गरी 29 करोड 39 लाख रुपैयाँ, साथै प्रदेश सरकारबाट प्राप्त सशस्त्र अनुदानको रकम रु 3 करोड 31 लाख 20,000 गरी जम्मा 32 करोड 70 लाख 20,000 तोकिएको निश्चित शीर्षकमा खर्च हुने गरी यथावत कायम गरेको छु। कार्यालय सञ्चालन, व्यवस्थापन, कर्मचारी तथा पदाधिकारी सेवा सुविधा लगायत प्रशासनिक क्षेत्र व्यवस्थापनको लागि रु 14 करोड 75 लाख विनियोजन गरेको छु। 45 छ। ग विविध साझेदारी अन्तर्गतका कार्यक्रमहरू जस्तै समपूरकतर्फ 74 लाख 50,000, हेल्प ट्रान्सको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रममा रु 75 लाख, हेल्प ट्रान्सको हेलोधारातर्फ रु 15 लाख, फिएन नेपाल साझेदारी रु 15 लाख, आइएनएफ साझेदारी रु 5 लाख, आइएनएफ साझेदारी डब्लुएफपी साझेदारी रु 5 लाख, राष्ट्रिय रोजगार कार्यक्रम साझेदारी रु 22 लाख गरी जम्मा रु 2 करोड 11 लाख 50,000 विनियोजन गरेको छु।
वडागत बजेट विनियोजनको लागि निश्चित मापदण्डको आधारमा बजेट विनियोजन गर्ने परिपाटीलाई निरन्तरता दिँदै देहाय अनुसार विनियोजन गरेको छु। वडा नम्बर 1 रु 34 लाख, वडा नम्बर 2 30 लाख, वडा नम्बर 3 31 लाख, वडा नम्बर 4 30 लाख, वडा नम्बर 5 30 लाख, वडा नम्बर 6 33 लाख, वडा नम्बर 7 33 लाख, वडा नम्बर 8 30 लाख, वडा नम्बर 9 34 लाख गरी जम्मा रु 2 करोड 85 लाख नियोजन गरेको छु। वित्तीय समानीकरण शीर्षकबाट कार्यक्रम सञ्चालनका लागि रु 2 करोड 41 लाख र भौतिक पूर्वाधार निर्माणका लागि 13 करोड 82 लाख 14 हजार नियोजन गरेको छु। आर्थिक विकास क्षेत्र कृषि, खाद्यान्न तथा पशुपन्छी। कृषिमा अभिवृद्धि क्षमताको समृद्धि भन्ने मूल नाराका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छु। कृषि रणनीतिक योजना अध्ययन, अनुसन्धान तथा विकास र भूमिको वर्गीकरण तथा सीमाङ्कनको व्यवस्था मिलाइनेछ। आँप, स्याउ तथा ओखर बाली पकेट क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छु। विशेष गरी उन्नत जातको बृहत फलफुल खेती कार्यक्रमका लागि आवश्यक रकम व्यवस्था गरेको छु। स्थानीय उत्पादन र उद्यममा वृद्धि, यसै माछा समृद्धि नारालाई आत्मसात गर्दै कृषिमा आत्मनिर्भर बनाउन तरकारी उत्पादन प्रवर्धन कार्यक्रम, उन्नत बिजन मल खादको व्यवस्था तथा सिँचाइको प्रवर्धन गर्दै उन्नत खेती र उच्च मूल्यका बालीको लागि बजेटको व्यवस्था मिलाएको छु। गाउँपालिकालाई तर्फका साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था गरेको छु। परम्परागत पशुपालनलाई व्यवसायीकरण गर्नको लागि प्रोत्साहन गरिनेछ। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई युवा लक्षित साझेदारी व्यावसायिक पशुपालनमा प्रोत्साहन गरिनेछ। गाउँपालिकाभित्र अकस्मात बिरामी हुने पशुपन्छीहरूको उपचारको लागि आवश्यक औषधि र पशु प्राविधिकहरू परिचालन गरिनेछ। गाउँपालिका क्षेत्रभित्र छाडा पशु चपाईलाई नियन्त्रण कार्यलाई अझ बढी व्यवस्थित गरिनेछ। पशु आहार तथा स्वास्थ्य सुधारका लागि प्रोबायोटिक तथा घाँसको बिरुवा वितरण कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय कृषि तथा हाट बजार मेला सञ्चालन गर्न आवश्यक व्यवस्था गरिनेछ। युवा कृषक तथा पशुपन्छी पालक कृषकहरूको सहलगानीमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु। निःशुल्क पशु औषधि वितरण र पशु स्वास्थ्य शिविरका लागि आवश्यक बजेट विनियोजन गरेको छु। पशुपन्छी सम्बन्धी विभिन्न सरुवा रोग रोकथाम तथा नियन्त्रणका लागि पशु स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेट व्यवस्था गरेको छु। सिँचाइ कृषि योग्य जमिनको पहिचान गरी सिँचाइ कुलो निर्माण गर्न साना तथा ठुला खोलानालाहरूको पानी संरक्षण गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु। पर्यटन तथा संस्कृति क्षमताको समुन्नति मूल नाराका साथ धर्म, कला, संस्कृति, साहित्य प्रवर्धनको लागि आवश्यक बजेट विनियोजन गरेको छु। पर्यटकीय गन्तव्य, पदमार्ग, होमस्टे लगायतका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखी सङ्घ तथा प्रदेशसँग आवश्यक संरक्षणको व्यवस्था मिलाइनेछ। परम्परागत संस्कार तथा कला, संस्कृति र ऐतिहासिक पुनर्तात्विकको संरक्षण तथा प्रवर्धन गर्न विस्तृत अध्ययन गरिनेछ। उद्योग, व्यापार तथा व्यवसाय, लघु उद्यम विकास कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु। स्थानीय उद्योग वाणिज्य सङ्घ र गाउँपालिकाको समन्वयमा बजार तथा फोहोर मैला व्यवस्थापन गरिनेछ। फोहोरका कन्टेनर तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरी बजार क्षेत्रलाई सफा, सुन्दर र हरियाली बनाउन अभियानका रूपमा काम गर्न आवश्यक व्यवस्था मिलाएको छु। भूमि व्यवस्था, सहकारी तथा वित्तीय व्यवस्थापन। अबका सहकारी उद्यम र उत्पादनमा साझेदारी भन्ने नाराका साथ सबै सहकारीहरूलाई साझेदारी गर्न क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गरेको छु। सहकारी क्षेत्रको नियमन र पुँजी
परिचालनको माध्यमबाट सहकारी क्षेत्रलाई वित्तीय उत्प्रेरणाका रूपमा विकास गर्न व्यवस्था मिलाएको छु। भूमि वर्गीकरण गर्न तयार भएको भू उपयोग नीतिलाई कार्यान्वयनमा लगिनेछ। रोजगार प्रवर्धन तथा गरिबी न्यूनीकरण, श्रम बिना समृद्धि छैन, बिना श्रम बस्ने होइन भन्ने मूल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम 100% साझेदारी रकम विनियोजन गरेको छु। सबै विषयगत क्षेत्रमा योजना निर्माण गर्दा रोजगारी प्रवर्धन तथा गरिबी न्यूनीकरण हुने गरी निर्माण गरिनेछ। सामाजिक विकास क्षेत्र, शिक्षा, कला, भाषा र साहित्य, सिकौँ र सिकाउँ अभियान कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। भानुमावि कृषि प्राविधिक शिक्षालय व्यवस्थापन को लागि आवश्यक रकम अनुदानको व्यवस्था मिलाएको छु। सिम्ता बहुमुखी क्याम्पसलाई दिँदै आएको शैक्षिक अनुदान निरन्तरता दिएको छु। प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा 5 सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरी उनीहरूको विद्यालय छाड्ने दरमा कमी ल्याउन आवश्यक बजेट व्यवस्था गरेको छु। गाउँपालिका अनुदान अन्तर्गत स्वयंसेवक शिक्षक व्यवस्थापनको लागि निरन्तरता दिँदै आवश्यक बजेट व्यवस्था गरेको छु। प्रारम्भिक शिक्षक तथा कर्मचारीलाई थप अनुदानलाई निरन्तरताको लागि आवश्यक बजेट विनियोजन गरेको छु। सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको महिनावारी चक्रलाई व्यवस्थापन गर्न आवश्यक सेनिटरी प्याडको व्यवस्था निरन्तरता दिइनेछ। छात्राहरूलाई महिनावारीको कारणबाट विद्यालय छाड्ने दरमा कमी ल्याउन सेनिटरी प्याड खरिदको लागि आवश्यक बजेट विनियोजन गरिएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका लागि क्षमता विकास तालिम तथा प्रोत्साहनको लागि आवश्यक रकम व्यवस्था गरेको छु। खेलकुद तथा नवप्रवर्धन, आगामी आर्थिक वर्षमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको कार्यक्रम सञ्चालन गर्नको लागि रु 12 लाख रकम व्यवस्था गरेको छु। युवाहरूको लागि नवीनतम खोज तथा नवप्रवर्धन कार्यक्रमको लागि आवश्यक व्यवस्था गरेको छु। स्वास्थ्य र पोषण, सुनौला 1000 दिनका आमा, बच्चा र किशोरीहरूको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्वास्थ्य क्षेत्रको व्यवस्थाको लागि सशक्तका नियमित कार्यक्रम बाहेक आवश्यक रकम विनियोजन गरेको छु। वैकल्पिक उपचार पद्धतिको रूपमा आयुर्वेद उपचार सेवालाई विकास गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। परिवार कल्याण कार्यक्रम, महामारी रोग नियन्त्रण कार्य र क्षयरोग लगायतका कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिएको छ। यस गाउँपालिकाबाट विगतदेखि सञ्चालन गर्दै आएको उपाध्यक्ष कोषीले कार्यक्रमलाई आवश्यक बजेट व्यवस्था गरेको छु। स्वास्थ्य कर्मीहरूको वार्षिक कार्य सम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्यकर्मी महिला स्वयंसेविकाहरूलाई उचित सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था मिलाएको छु। एकीकृत जनरल स्वास्थ्य तथा ज्येष्ठ नागरिक आँखा शिविर, स्क्रिनिङ र मोतीबिन्दु शिविर अन्य कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु। खानेपानी तथा सरसफाइ, सफा पानी स्वस्थ जिन्दगानी सिम्ता गाउँपालिकावासी सबैको घर दैलोमा खानेपानी पुर्याउने अभियानका साथ एक घर एक धारा स्वच्छ पिउने पानी तथा सरसफाइ कार्यक्रमका लागि हेल्प ट्रस्ट नेपालसँग साझेदारीमा योजना सञ्चालन हुने गरी 75 लाख बजेट विनियोजन गरेको छु। महिला बालबालिका सामाजिक संरक्षण र समावेशीकरण, हाम्रो समाज राम्रो समाज निर्माण गर्न अभियान महिला तथा बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। बाल मैत्री स्थानीय शासन कार्यक्रम तथा बाल संरक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छु। सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीबाट सर्वसुलभ रूपमा घर दैलोबाट ज्येष्ठ नागरिक अशक्त असहायहरूको सुविधाको लागि वडा केन्द्रबाट वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छु। अपङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणको लागि आवश्यक उनीहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रम तय गरी सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको छु। सीमान्तकृत वर्गवादी गायन, दलित र अति विपन्न वर्गको पौराणिक शिव कलाको संरक्षण तथा विकास गर्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम छुट्याएको छु।
ज्येष्ठ नागरिकहरूको सम्मान तथा उहाँहरूको अनुभव नयाँ पुस्तामा आदान प्रदान गर्नका लागि आवश्यक बजेट व्यवस्था मिलाएको छु। बाल विवाह र महिला हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था मिलाएको छु। लैङ्गिक समानता र सामाजिक समावेशीकरण लगायत कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु। पूर्वाधार विकास क्षेत्र, बस्ती विकास, आवास तथा भवन, सडक तथा यातायात, भवन निर्माण तथा घर नक्सा नियमन सम्बन्धी कार्यविधि बमोजिम थप प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। सहज आगमनका साथै कृषि तथा उद्योग व्यवसायको लागि बजारको पहुँच पुर्याउन अन्य पूर्वाधार विकासका लागि आधारशिला सिर्जना गर्न आवश्यक बजेट विनियोजन गरेको छु। जलस्रोत, विद्युत तथा वैकल्पिक स्वच्छ ऊर्जा, सीमता उज्यालो कार्यक्रमलाई पूर्णता दिन प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वय र सहकार्यमा कार्य गरिनेछ। सूचना तथा सञ्चार प्रविधि, डिजिटल नेटवर्कलाई प्रभावकारी गराउन सम्बन्धित निकायसँग समन्वय गरी विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीहरू तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा व्यापकता ल्याउन आवश्यक पहल गरिनेछ। सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित गराई डिजिटल स्मार्ट गाउँपालिका बनाउँदै पेपरलेस सेवालाई प्रभावकारी बनाउँदै लगिनेछ। वन, वातावरण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन, वन तथा वातावरण, खानेपानी, सरसफाइ, जलवायु, ऊर्जा तथा वातावरण कार्यक्रम, उद्यमशील विकास सम्बन्धी तोकिएका क्रियाकलापहरू सञ्चालन गरिनेछ। वातावरण संरक्षण तथा फोहोर मैला, वातावरण संरक्षण तथा फोहोर मैला सुरक्षित व्यवस्थापन गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको छ। निर्मित संरचनाको मर्मत सम्भारको लागि आवश्यक बजेट विनियोजन गरिएको छु। सुशासन तथा संस्थागत क्षमता विकास, नीति, कानुन, न्याय तथा सुशासन योजनाहरूको गुणस्तर सुनिश्चित गर्ने नियमित अनुगमन तथा सुपरिवेक्षणका लागि पालिका स्तर र योजना स्तरमा रहने अनुगमन समितिहरूलाई क्रियाशील बनाउनको लागि आवश्यक रकम विनियोजन गरेको छु। गाउँपालिकाको अधिकार क्षेत्रभित्र रही सम्बोधनको आवश्यकता महसुस गरिएका सबै विषयमा आवश्यक कानुन निर्माण गर्न र यसको कार्यान्वयनका विषयमा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई क्षमता विकास तालिमको व्यवस्था गरिनेछ। गाउँ कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका कार्यालयहरूको प्रशासनलाई सेवाग्राही मैत्री तुस्त दुरुस्त, छिटो छरितो, मितव्ययी, पारदर्शी, जवाबदेही र निष्पक्ष बनाई सेवा प्रवाहमा सर्वसाधारणको सरल, सहज र समावेशी पहुँच सुनिश्चित गरिनेछ। न्यायिक समिति प्रविधि मैत्री बनाउनको लागि साझेदार संस्थासँग सहकार्य गर्नको लागि आवश्यक बजेट नियोजन गरेको छ। गाउँपालिकाभित्र सदाचारिता, नैतिकता, मितव्ययिता, कुशलता र प्रभावकारितामा झल्कने गरी कार्य गर्ने कर्तव्यनिष्ठ कर्मचारीलाई गाउँपालिका उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मान गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। राजस्व तथा स्रोत परिचालन, गाउँपालिकाको क्षेत्रभित्र व्यापार व्यवसायलाई प्रवर्धन गर्न र कर सचेतना कार्यक्रम सञ्चालन गरी करको दरमा केही हेरफेर गरी करको दायरा फराकिलो गरेको छु। यस गाउँपालिकाको सम्पूर्ण तथ्याङ्कलाई एकीकृत गर्दै विकास र योजनासँग जोडेर कार्यक्रम निर्माण गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। गाउँपालिकाको आन्तरिक आयलाई वृद्धि गर्न राजस्वका आवश्यक स्रोत खोजी गरी करको दर भन्दा दायरा अभिवृद्धिमा जोड दिइनेछ। सम्पूर्ण वडा कार्यालयहरू मार्फत कर चुहाडलाई न्यूनीकरण गर्न आवश्यक कार्य गरिनेछ। राजस्व प्रणालीलाई व्यवस्थित गर्न सूचना प्रविधिको प्रयोग गरिनेछ। सम्पूर्ण वडा कार्यालयहरू तथा सम्पूर्ण विषयगत शाखा, इकाइ वा निकायहरूको राजस्वको क्षमता मूल्याङ्कन गरिनेछ। राजस्वको क्षमता तथा असुलीको व्यवस्था समेतको अनुपातको विश्लेषणको आधारमा वडा समिति र अन्य विषयगत शाखाहरूलाई बजेट विनियोजन गर्ने कार्यको सुरुवात गरिनेछ। आर्थिक वर्ष 2083-84 को लागि प्रस्तावित कर तथा राजस्वका दरहरू केही परिमार्जन सहित विनियोजन विधेयकमा प्रस्ताव गरेको छु। अन्तमा चालु आर्थिक वर्ष 2082-83 को नीति कार्यक्रम तथा बजेट कार्यान्वयन र आगामी आर्थिक वर्ष 2083-84 को
बजेट निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधिहरू, राजनीतिक दलहरू, कर्मचारी, घाइते तथा शहीद परिवार, शिक्षक, बुद्धिजीवी, आम नागरिक, सुरक्षाकर्मी, पत्रकार, गैर सरकारी सङ्घ संस्थाहरू लगायत सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।